5 वर्षमा हराएका राजकुमार रजली मगरको नागरिकता प्रकरणले फेरि नयाँ रूप लिन आँटेको छ। दर्शकबिन, यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। राजकुमार रजली मगरलाई तपाईँले कतिजना चिन्नुहुन्छ? राजकुमार राई भनेर एकदमै मिडियामा भाइरल भएका राजकुमार रजली मगरलाई अब नागरिकता बनाउन नयाँ सरकार आइसकेपछि सहज हुने कुरा छ। अहिले उनी सुर्खेतको खाल्टा कुरामा पुगेर उनका परिवारसँग भेटघाट गरेर चाहिँ फेरि काठमाडौँ फर्किसकेका छन्। दर्शकबिन, धेरैजना साथीहरूले राजकुमार रजली मगर कहाँ छन् त भनेर चाहिँ धेरैले सोधिराख्नु भएको थियो र मैले राजकुमार रजली मगरको नयाँ अपडेट भिडियो लिएर आएको छु। दर्शकबिन, राजकुमार रजली मगरको नागरिकता बनेन। सुर्खेतको खाल्टा कुरामा पटक पटक नागरिकता बनाउन गए तर राजकुमार रजली मगरको नागरिकता बनेन। त्यहाँका कर्मचारीहरूले पैसा खोजेको भन्दै आरोप पनि लगाए, तर वास्तवमा के भएको रहेछ भने राजकुमार रजली मगरको नागरिकता बनिसक्ने बेलामा राजकुमार रजली मगरले आफ्ना मालिक डाक्टर सुदीपको याद आइसकेपछि सानो उमेरमा म राजकुमार नभएर चाहिँ डाक्टर सुदीपको छोरा भएर म विदेशी भूमि घुमेर आएको थिएँ भन्ने एउटा नयाँ रहस्य उनले खुलाइसकेपछि त्यहाँका कर्मचारीले अनुसन्धान गर्न भनेर नागरिकता रोकिदिएका थिए। दर्शकबिन, अहिलेसम्म उनको नागरिकता बनेको छैन, नागरिकता पाएका पनि छैनन्। दर्शकबिन, अब आउने नयाँ सरकारबाट उनले नयाँ नागरिकता पाउने आशा गरेका छन् र उनले नागरिकता पाउनु पनि पर्छ। त्यस कारणले गर्दाखेरि सबैजनाले यो भिडियो सक्दो सेयर गरेर राजकुमार रजली मगरको नागरिकता पाओस् अथवा नागरिकता पाउनुपर्छ भनेर सबैले कमेन्ट गर्नुहोस्। र अब आउने नयाँ प्रशासन, नयाँ कार्यालय, अब सबै सरकारै परिवर्तन भइसकेपछि दर्शकबिन, कर्मचारीहरू त तिनै रहन्छन् तर पनि केही न केही काम बन्छ। अब किनकि गरिब दुखी र समस्यामा परेका व्यक्तिहरूलाई हेर्ने भनेर चाहिँ पहिलेदेखि नै यत्र त्यत्र सर्वत्र टिभीबाट छाएका रवि लामिछाने नै देशको नेतृत्व लिन पुगेका छन् भने बालेन शाहले पनि गरिब दुखीलाई दुःख दिनु हुँदैन है भनेर अहिले प्रधानमन्त्री बन्ने अगुवामा बालेन शाह अब लगभग तयारीमा छन्। दर्शकबिन, राजकुमार रजली मगरले सुर्खेतको खाल्टा कुरामा गएर आफ्ना कुरा दरो तरिकाले राख्नुपर्छ र हामीले पनि भिडियोबाट एकदमै दबाब दिँदैछौँ। किनकि राजकुमार रजली मगरको चाहिँ परिवार सबै भेटियो, परिवार भेटिसकेपछि उनले नागरिकता पाउनुपर्छ। किनकि परिवार सबै भेटेर पनि शनाखतमा बसेर उनका बढीबाका छोराले चाहिँ शनाखत गरिदिएर जन्म दर्ता राजकुमार रजली मगरको बनिसकेको छ। जन्म दर्ता पाउँदाखेरि पनि राजकुमार रजली मगरलाई नागरिकता नदिनेको कारणहरू हो घुस खोज्या, तर अब घुसले चल्दैन, अब एक एक गरेर चाहिँ छानबिन हुन्छ। त्यस कारणले गर्दाखेरि राजकुमार रजली मगरले पक्कै पनि नागरिकता पाउँछन् भन्ने आशा छ। दर्शकबिन, तपाईँलाई थाहै छ राजकुमार रजली मगर 5 वर्षको उमेरमा सुर्खेतको खाल्टा कुराबाट आमालाई पछ्याउने हिँड्ने क्रममा मोरङमा आएर चाहिँ उनी आमाबाट बिछोडी भएका थिए। उनकी आमा जिउँदो छिन् या मरेकी छिन् भन्ने केही पत्तो लागेन, तर उनले 40 वर्ष पछाडि आफ्नी दिदीहरूसँग भेटे अनि खुसी पनि साटे। दर्शकबिन, राजकुमार रजली मगरका मालिक डाक्टर सुदीप भन्ने चाहिँ अहिले विदेशी भूमिमै छन्। दर्शकबिन, हरेकपल्ट आउँछु भनेर चाहिँ राजकुमार रजली मगरलाई आश मात्रै देखाए तर आउँदै आएनन्। विगतको कुरा सबै भुलेको र उमेरले 90 वर्ष काटिसकेको भएको कारणले उनलाई के थाहा नभएको कुरा उनले जिकिर गर्दै आएका छन्। त्यस कारणले गर्दाखेरि अब डाक्टर सुदीप आउने त कुरै भएन। दर्शकबिन, अब नयाँ सरकार बनिसकेपछि नागरिकता बनाउन पक्कै केही सहज हुन्छ भन्ने आशा गरेका छन् राजकुमार रजली मगरले। राजकुमार रजली मगर पटक पटक सुर्खेत पुगेर आफ्ना परिवारसँग भेटघाट गर्दै आफ्नो के हुँदैछ भनेर धेरैचोटि गए, धेरै खर्च भयो। दर्शकबिन, उनले अहिले खर्च नभएको कारणले नागरिकता नबनाउने भनेर अगाडि जनाएका छन् भने अहिले राजकुमार रजली मगर चाहिँ आफ्नो नागरिकता बनाउने सोच विचारमा एकदमै तडपिरहेका छन्। समस्यामा परेका व्यक्तिहरूका बारेमा मिडियाले धेरै कुराहरू उठाएर आएको छ। दर्शकबिन, तर राजकुमार रजली मगरको काम सफलता नहुँदाखेरि अति नै पीडा लागेको छ। सबै दर्शकहरूलाई पनि राजकुमार रजली मगरको नागरिकता बन्नुपर्थ्यो। बिचरा उनको परिवार र उनका छोराछोरी पनि निराश छन्। एउटै छोरा भएका राजकुमारका पढ्ने क्रममा उनको जन्मदाता अहिलेसम्म बनेको छैन। बिचरा यी बाबुको हालत कस्तो छ त सम्झिनुहोस् त। दर्शकबिन, राजकुमार रजली मगरको मनमा त पीडा छ। दर्शकबिन, तर के गर्नु, राजकुमार रजली मगरको छोराको जन्मदाता नबनेपछि उनले आफ्नो छोरालाई एक दिन म बनाएर सफल पार्छु भन्दै अहिले यसो मन थमथम्याएका छन्। समस्यामा परिरहेको अवस्थामा दर्शकबिन, बिजोग छ भने कृष्ण
बस्नेत भाइको पनि नागरिकता नभएको कारणले गर्दाखेरि अर्जुन भुषालले चाहिँ अब कृष्णको नागरिकता बनाउने प्रक्रिया चलाइदिएका छन्। कानुनी हिसाबबाट आफन्त कोही नभेटेपछि कुन तरिकाले नागरिकता बन्छ भन्ने सोच राखेर चाहिँ अर्जुन भुषालले चाहिँ कृष्ण भाइ भनेर अहिले मिडियामा भाइरल भएका व्यक्तिको परिवार धेरै ठाउँ खोजे, डिएनए गरे, तर उनको परिवार पत्ता नलागिसकेपछि अब यी भाइको नागरिकता बनाउनकै लागि भए पनि उनले अब सरकारी प्रोसेस चाल्ने गरेका छन् भने कोही परिवार नभइसकेपछि टुङ्गो पत्तो नलागिसकेपछि प्रमाणित भयो भने सरकारबाट कुनै तरिकाले नागरिकता दिने एउटा तरिका रहेछ दर्शकबिन। त्यस कारणले गर्दाखेरि राजकुमार रजली मगरलाई मैले बार बार भनेको थिएँ, अर्जुन भुषाललाई भेट्नुहोस्, तपाईँ गएर अर्जुन भुषाललाई भेटेर चाहिँ एकचोटि कुरा गर्नु भनेर मैले फोन नम्बर पनि दिएको थिएँ, तर राजकुमार रजली मगर आफू जान सकेनन् कि उनलाई घुमाउने मिडियाले जान दिएनन्, त्यो कुरा अलग्गै छ। जे जसो भए पनि दर्शकबिन राजकुमार रजली मगरको नागरिकता बन्नुपर्छ भन्ने सोचमा हुनुहुने सम्पूर्णले कमेन्ट गर्नुहोस्, किनकि राजकुमार रजली मगर यति पीडित भए त्यो साध्य नै छैन। त्यस कारणले गर्दाखेरि राजकुमार रजली मगरलाई सबैजनाले न्याय दिनुपर्छ, किनकि राजकुमार रजली मगरको आफन्त परिवार दिदीहरू सबै भेटिएको छ भने के कारणले नागरिकता नदिने भने प्रश्न उठिरहेको छ दर्शकबिन। हो दर्शकबिन, सोच्नुहोस् त, राजकुमार रजली मगरको फ्यामिली भेटियो, फ्यामिली भेटिँदै पनि नागरिकता नदिनुको कारण के छ त? आखिरी राजकुमार रजली मगर सानो 5-7 वर्षको उमेरमा हराएका थिए भने 13 वर्षको उमेरमा डाक्टर सुदीपले विदेशी भूमि लगे, कहाँ लगे उनलाई त्यति ज्ञान छैन। त्यसो भन्दै काजी रोड काशी युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण मेरा युट्युब फ्यामिलीहरूलाई मनैदेखि नमन नमस्ते भन्दै तपाईँहरू जति पनि यो मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने एक लाइक, एक कमेन्ट र एक सब्सक्राइब गरेर जोडिनु हुन विनम्र अनुरोध गर्दछु। हवस् त, राधे 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 दर्शकबिन। यस्तै यस्तै भिडियो हेर्नको लागि लाइक कमेन्ट पक्कै पनि गरिदिनुहुन्छ भने साथ हजुरलाई एउटा मादल बजार सुनाइदिन्छु। ल है साथीहरू, यस्तो यस्तो छ।